समय सँगसँगै हातेमालो गर्दै जिन्दगी उमेरको कलिलो पाखाहरू भएर अनुभवी हुँदै बुढो र वयस्क डाँडाहरूको छेल्ला पर्छ। यही समयसँगको यात्रामा नै कतै मिलन हुन्छ त कतै बिछोड। सङ्घर्ष त जिन्दगीहरूको चलि नै रहेछ युगौँदेखि। फेरि पनि समयकै राम्रा नराम्रा भुवरीमा परेर कयौँ युवाहरू व्यर्थै हार स्वीकार गर्छ। तर कतिले समयसँग लडेर जितेको पनि त छ जिन्दगीलाई। समय, परिस्थिति, आर्थिक कमजोरी र घरको अवस्था बीच चेप्टिएर कयौँ युवाहरूले आफूलाई मौलाउँदै गरेको प्रतिभा, आफ्नै आशा, भरोसा र उम्मेदहरूको माया मारेर समयको सागरमा डुब्दै डुब्दै बेटुङ्गो जिन्दगी स्वीकार गर्छ। यस्तै छ वर्तमान युवाको अवस्था। न कुनै यात्रा, न कुनै टुङ्गो, न उधो न उभो। बाँच्न त बाँचि नै रहेछ, तर भिरको चिन्डो, भिरको चिन्डो, भिरको चिन्डो। कत्तु भयो म त। खै घर बढाल्न आफै, फेरि भाँडा मोल्न आफै, भात पका आफै। एउटा भएको छोरो अहिलेसम्म सुतेकै के गर्नु हो त? फेरि यो गाउँको छरछिमेकी पनि त्यस्तै पो छ त। बिहानै कुकुरलाई लिएर मेरै घरको आँगनमा हगाइदिनु पर्ने। म त हत्तु भए। ए उठ साला, अहिलेसम्म सुति बस्छस्? उठ उठ। पनि म त के गर्नु बाउसँग के गर्नु दिँदैन। हाम्रो बाउले त मलाई सोधेको छुइनँ नि। अब यो यसो न्युज च्यानल खोलेको छु कि न्युज पो भनौँ भनेर न्युज लेख्दै थिएँ। त्यहाँदेखि कराउँछ, के गर्नु दिँदैन। सबै किचकिचे भयो मेरो बाउ त। अब यसो न्युज प्र्याक्टिस गर्छु म। नगरौँ न बाउ, अब चाहिँ चुप लागेर बस्नु क्या। नमस्ते, तपाईँहरू हेर्दै हुनुहुन्छ बेकारी जीवनको सेरोफेरो समाचार। बाउको काम नलाग्ने छोराबाट सुन्नुहोस्। हिजो डाली जामको फोटो फेसबुकमा हाल्ने 2 जना बेरोजगार युवाहरूलाई ट्राफिक पुलिसले ब्लक गरेछ। उमेरले डाँडा काटे पनि हेर्दा बुढो नदेखिने मेरो बुढो बाउलाई 60 पैसा लागेको खबरले अन्य बुढाहरू पनि सोसियल मिडियामा निकै एक्टिभ देखिन्छ। आमदाम छैन। बिहान उठेकोदेखिको फोनमा टाँसेकै सँगैको साथीहरू कहाँ पुगिसक्यो थाहा छ तँलाई? ए कहाँ पुग्यो बाउ? बिहान जान्छ बेलुका आउँछ, म त यतै देख्छु त। अझै डक्को छ। काम छैन तेरो। हेर्नु न बाउ, म पनि केही गरौँ भनेर त यहाँनिर न्युज भन्ने प्र्याक्टिस गर्दैछु। अब हेर्नु न, न्युज च्यानल खोलेको छु कि अब समाचार त भन्नु पर्यो। अब घरबाट अझ नि बाउ नरिसाउनु ल। अब घरबाटै सुरु गर्नु पर्यो। त्यही भनेर नि। नापिस काठको रासिन थापेर खानु जानेको छैनस्, न्युज भन्छ अरे। साला रासिन काटेको याद छ तँलाई? अब खालास भात खालास। आज उनीहरूले गाली नै खाँदो रहेछ। अनि ओ बडा, के बिना कराएको मेरो साथीलाई? यस्तो ट्यालेन्टेड छोरा चाहिँ भाग्यमानीले मात्रै पाउँछ है। ए तँ पनि आइस? तेरै कमी थियो यहाँ, तेरै कमी थियो। यसलाई उचाल। कामदाम छैन। फोनमा दिनभरि टाँसेकै साला हेर्दै जुम्रा परेको बोका जस्तो भइसक्यो। बिहा गर्नुसम्म बिर्सिसक्यो यसले। त्यति साह्रो चाहिँ नभन्नुहोस् ल बाउ। एक दिन हेर्नु न, तपाईँको छोराले नि तपाईँको नाम कति उच्च पार्छ। अफी नापार भाइ नापार। मेरो नाम नि जहाँ छ ती ठिकै छ। बडा, अहिले त रातारात भाइरल हुने समय पो छ नि। मान्छेले नसोचेको पनि हुन्छ नि। म पनि त एक दिन
हिरो हुन्छु ए हुन्छस् हिरो काम दाम छैन केही छैन हिरो हुन्छ अरे सालाहरू काम छैन हाम्रो बाउले केही बुझ्दैन त हिरो अब हेर्न यसो फेसबुकहरू चलायो भने त हुन्छ नि फोन पनि राम्रै छ मैले फेसबुक पनि खोलिदिएको छु हाम्रो बाउले बुझ्दैन कुरा ए साथी मेरोबाट चाहिँ फुल सपोर्ट छ तँलाई तैँले यस्तै भिडियोहरू बनाउँदै गर अनि मलाई लिङ्क सेयर गर्दै गर कसलाई लिङ्क सेयर गर्नु छ त्यो मेरो जिम्मा बुझिस् ल म चाहिँ गएँ लिङ्कहरू सेयर गर्दै गर है म पनि गएँ म पर्खिन पढासम्म जान्छु खै कताको लिङ्क कताको के अचम्म छ दुनियाँ अचम्म छ दुनियाँ दुनियाँ अन कस्तो दुनियाँको कुरा गर्छौ पहिला आफ्नो खुट्टामा त उभिएर हेर यो कदमहरू त लडखडाएको मात्र हो नि हिँड्न त कहाँ भुलेको छ र ए भाइ बसु है त बसु बसु कति बस्नु हो कति बस्नु यो अन्धकारलाई अँगालेर अब त धेरै पल्ट पछारेर उठेको यात्री हौ हामी अब त हिँड्नु पर्छ हौ दाजु त्यसो भन्दा यो केटा त कहाँ छ हौ आजकल एकछिन है त्यसलाई म बोलाइदिन्छु फोनमै त झुन्डेको होला ए बाहिर काका बोलाउँदैछ त उसले त साह्रै राम्रो पो रोपेछ त हुन्छ दादा आउँदैछु ए अङ्कल नमस्ते अङ्कल के को अङ्कल यो अङ्कल शब्दमा कुनै दम छैन बरु काका भन कि मामा भन आफ्नोपन आफ्नै भाषाले छामा न हो केटा हो हुन्छ काका अबदेखि म काका नै भन्छु ठिक छ हेरे केटा म नि तिमीलाई एउटा कामको दिउँ भनेर आएको हो कस्तो काम हो भाइ पैसा कति छ पैसा तपाईँ एकछिन चुप लागेर बस्नुहोस् सबै काममा के पैसा पाउँछ ए यो पनि स्योै रहेछ होइन काका कस्तो काम भन्नुहोस् न मैले तिमीलाई के भन्दै थिएँ भने नि एउटा वाट्सएप ग्रुप बनाऊ अघि अनि यी सबै नानीहरूलाई यो वाट्सएप ग्रुपमा चाहिँ एड गराइदियो अन्त के हुन्छ अब के हुन्छ भन्नु तिमीलाई अब त्यसमा हामीले भाषा सिकाउनु पर्यो संस्कार सिकाउनु पर्यो संस्कृतिहरू सिकाउनु पर्यो अब क दिन ग्यासमा लेख्नु सिकाउनु पर्यो अब यस्तै कुराहरू सिकाउनु पर्यो नि बुझ्यो होइन त यसो गाउँ समाजमा सभा राखेर गर्दा भइहाल्छ त अब यो पनि फोनमै गर्नुपर्ने हे भगवान यो दाजुलाई कसरी सम्झाऊ हन यो समय अनुसार त चल्नु पर्यो नि हौ अहिलेको जमानामा तिमी र म एकअर्कालाई भेट्नु त पाउँदैन यो घर घर गएर ज्ञान दिने त्यो फुर्सद कसकोमा छ र ए अब हेर्नुहोस् न अब पञ्चायत अफिस पुग्नु पर्ने म जिउँदैछु भनेर प्रमाण दिनुपर्ने त्यसपछि ब्याङ्कमा गएर लाइफ सर्टिफिकेट बुझाउनु पर्ने ल दाजु म चाहिँ मेरो काम गर्नु गएँ अनि नानी मैले जे भने त्यो काम चाहिँ गर्नु है बुझेँ होइन हुन्छ काका मैले मोबाइल पनि लिएर आएँ म अहिले नै तपाईँको काम गर्छु पक्का पक्का दाजु होर्साटी त साह्रै राम्रो फलाएको रहेछ मलाई पनि 1 किलो जस्तो दिनु पर्यो है ए हुन्छ हुन्छ अहिले चाहिँ लाग्यो हुन्छ हुन्छ हुँदैनस् हुँदैनस् भाइ हुँदैनस् अब चाहिँ त हुँदैनस् फेरि के भयो बाउ अब त बेकारी मात्र होइन कि बेकाने हुन्छस् बेकाने हुन्छस् के पानी रहेछ हौ? अब चाहिँ काम गर है काम काम गर काम गर काम काम गर काम काम गरी खा है काम गरी खा केही गर्नु पनि दिँदैन कोही आयो भने हतार हतार पस्छ बिचमा मलाई त वाक्कै बनिसक्यो अब यसो यही फोनमा यताउति गरौँ भन्यो कराएको कराएकै कराएको कराएकै अब सुत्तै काम गर्नु कतै जाउँ भने पनि एक्लै हुन्छ भनेर मलाई सुर्ता लाग्छ अब यहाँको अवस्था त्यस्तै छ काम जाम छैन के चाहिँ गर्नु गर्नेले जे पनि गरी खान्छ भन्नु त सजिलो छ नि तर हामी बेरोजगारहरूको अवस्था कसले बुझिदिने यो पाहाड म त छक्कै पर्छु कहिले कहिले लाग्छ कि बाउले अर्कोले हुन्थ्यो म त सुत्तै विदेशतिर पो जान्थ्यो ए के भनिस् छैन ए होइन बाबु, ए होइन काम छैन
बडा बनाएको त्यता सोध मलाई नखोज जहिले तासिरहेको टमाटर जस्तो रातो भइरहेको ए हो ए भाइ किन बोलायो त्यसले मलाई ए हिरो ए ओइ खोइ आइज न किन बोला भन भन सुन न किचकिच गरेर केही गरेन भन्छ सुतेकै मात्रै देख्छ मलाई त हो। अब हेर्न मैले एउटा भाषण ल्याएको छु कि म नेता हुने प्र्याक्टिस गर्छु मैले मेरो भिडियो बनाइदिएँ ल। पैसा दिन्छस् पैसाको के सुन्दा पर्छ सर, नेता भन्ने त हिरो हुन्छ छैन, म त पिक्चर बनाइदिन्छु तपाईँ पक्का पक्का रेडी म तेरो भिडियो बनाउँछु ल कति लागेको छ ल टोपी किन मिल्दैन छु छिटाइ जाए भिडियो चाहिँ दामी हुनुपर्छ है लु रेडी टोपी ठिक छ मेरो फर्स्ट क्लास लु रेडी 1 2 3 स्टार्ट गर उपस्थित सम्पूर्ण मेरो नमस्कार। मलाई तपाईँहरूको गाउँघरको समस्या राम्ररी थाहा छ। यहाँ बेरोजगार युवाहरूको अवस्था सिस्नु घारीमा उब्रेको भ्याकुता जस्तै भइसकेको छ। हामीलाई जिन्दगीले पोल्छ, हामीलाई मायाले पोल्छ, कसैले पत्तो गरेन भने पनि हामीलाई पोल्छ, कसैले टिठ्याएर बिचरा भन्यो भने पनि ए बौ दार्जिलिङमा नाटक कम्पिटिसन हुँदैछ कि रेसल गरेको के गर्दैन बेखाने तेरो पनि दाम छैन सालाहरू। तँलाई थाहा छ सागसब्जीको दाम कहाँ पुगिसकेको छैन, सिलिन्डरको बन्दोबस्त छैन, यसको त भने यसको त नि पाउँदै गरे 1500 पनि कहाँ पुग्यो साला बेखानेहरू कामभन्दा छैन साला हो मैले पाउँदिनँ भन्नु तपाईँ ल अब चाहिँ जेसुको त्यसले गर्दा मैले बिचनबाट लात पनि खाएँ अब जेसुको गयो सुन्न यस्तो त गर्छ बाउले, काका आयो काकालाई बिचकाएर पठाउँछ, साथीहरू बोलाएर यसो के गर्नु भन्यो के पो गर्नु नदिने रहेछ त के गर्नु म त जान्छु होला कतातिर सुत्दै अब खै के गरिदिन्छु म के गरिदिन्छु है। सबै घर पनि लथालिङ्दैछ। बाउ ए यहाँ पो बसिरहेको बाउ यो दबाई खानुहोस् ल, पानी छ हो, यो त बेलुकाको हो, अहिलेको चाहिँ खानुहोस् न। हेर्नुहोस् बाउ, हिजो पनि लडेर बाटोमा तपाईँले रिसाउनुहुन्छ नि त बेसी, तपाईँको हात त्यसरी प्रेसर पर्छ। अब चाहिँ अलिकति ढुक्कै मन लिएर बस्नुहोस् है बाउ ल, शान्तिसँगले बस्नुहोस् हो, जातिनुहोस् राम्रोसँग। अब दिनदिनै मेरो बिमार पनि बढ्दैछ, यसो एउटा बिहे गरेर यसो पैसा रुपियाँ नि कमाउनु पऱ्यो नि हौ छोरा, खै घर परिवार पाल्नु पऱ्यो। बाउको फेरि त्यस्तै कुरा हुन्छ। अब म तपाईँलाई एक्लै छोडेर जानु पनि सक्दिनँ, के गर्नु भन्नुहोस् त बाउ। अब कहीँ जानु काम गर्नुको लागि त फक्त जानु पऱ्यो नि त घर छोडेर। अन्त तेरो काका काकीहरू त छ नि, फेरि भन्दा त्यो तेरो साथी हिरो पनि त यतै हुन्छ नि। त्यसो
भनेर हुँदैन म भएको जस्तो कहाँ हुन्छ तपाईँलाई त्यस्तो स्याहार्ने मान्छे पाउनु पर्यो नि त ए नमस्ते दाजु अन्त साथी नै हुनुहुन्छ होला नि ए तिम्रो एउटा चिठी आएको रहेछ माथि पोस्टमेनले दिँदै थियो बुढो भयो के जाति भन्नु तपाईँ त खानु हुँदै होला नि ए भाइ भाइ ए हिरो आएछ न भित्रै हामी यतै छु खै गाउँघरमा पनि आजकल कोही भेटेन सबैजना कता गयो मलाई भेट्नु धनी गाह्रो भइसक्यो गाउँमा केटा भनेको म र भाइ मात्र भइसक्यो अब के गर्छ केटा पढेको लेखाको केटाले यो गाउँमा काम पाउने होइन अब मन त छ नि गाउँमा बस्नु मनमुनि पेट छ त्यो पेटलाई पाल्नुको लागि काहीँ काहीँ रोजगार गर्नु जानै पर्छ बुझ्यो भन यसलाई चाहिँ काहीँ नपठाउनु है बरु तपाईँको लात खाँदै भए पनि गाली खाँदै भए पनि हामी चाहिँ गाउँमै बस्छौँ हुन्छ हेर हिरो कुरा त ठिकै हो तर दाजुको विचार चाहिँ अर्कै छ हेर्नुहोस् काका अब त्यसो भनेर हुँदैन मैले बाउको मन पनि राखिदिनुपर्छ बाउको कुरा पनि त मान्नु पर्यो हेर्नुहोस् न धेरै अघि एउटा कम्पनीमा अनलाइन फर्म भरेको थिएँ यी कलिङ लेटर आएछ म त भोलि नै जानुपर्ने रहेछ अब बाबा पनि बिमारी छ तपाईँहरूले नै यसो ख्याल राखिदिनुहोस् है पक्का पक्का नसुन्दै साँच्चै भनेको बाबा यो त अन्त एकदमै खुसीको कुरो हो नि हौ दाजु होइन हिरो हो यो त खुसीको कुरो हो नि हो हुन त खुसीको कुरो हो तर म यो बेला यसलाई कसरी बस्नु थाहा छ तिमीहरूलाई यसलाई मैले गाली गरे कराए काम गर्नु जहाँ भने तर यसकै भलाइको निम्ति भने यसले केही गरोस् भनेर भने भयो दाजु आफूले आफूलाई छोराको साथी हो परदेश जानै पर्छ नरुनुहोस् के लाग्छ तपाईँहरूलाई के लाग्छ यो दुखी यो देखेर माया लाग्यो यो देख्दा मन दुख्यो यो कथा होइन एउटा घरको यो व्यथा हो कमान बस्ती बस्तीको खै यहाँ के हुँदैछ छुच्चा ढुङ्गो उही ढुङ्गो यी युवाहरू फेरि पनि भिन्दै चिन्नु समीर शर्मा, प्रभात पाखरिन, कुन्सुला, वाइबा अभिनीत नाटक भिरको चिन्डो यहाँहरूले भर्खरै अवलोकन गर्नुभयो, जसका निर्देशक नाटककार हुन् नितेन लामा
अनि टोलीको नाम जुनेली नाट्य टोली मिलिङ।